फर्स्ट जो दोलपा अनि नमस्ते। यो रहेको छ राजधानी स्थित नयाँ बस पार्क। यहाँ विभिन्न बसहरू रहेको छ जुन चाहिँ देशको विभिन्न भागहरूमा। फेसमा आकर्षक दायाँ र बायाँ दुईवटी साइडमा लुकिङ ग्लास रहेको छ। इलामको चाहिँ चियाबारीको चाहिँ तस्बिर दिएको छ। काकरभिट्टा काठमाडौँ बुधबार पूर्वाञ्चल हेटौडाबाट 7 बाटो हेटौडाबाट 7 बाटो भनेपछि यस गाडीभित्रबाट मिटेर एयरबसमा बसिरहेको छु। राजधानीको चाहिँ बस पार्कको चाहिँ भव्य यहाँनिर चाहिँ गाडीहरू रहेछ। पश्चिम जाने गाडी भित्रबाट कति बजे हो? 3 बजे। काठमाडौँबाट 1 बजे गाडी गर्न गइरहेको छु। मिटेर एयरबस सानो गाडी 2 सापाटे गाडी रहेको छ जुन चाहिँ काकरभिट्टादेखि काठमाडौँ आउँछ, तर बाटो फरक रहेछ। उहाँहरू हेटौडादेखि छुट्टी। ओ सुमन भाइ, डिजल कति खान्छ हाम्रो काँगरभिट्टा काठमाडौँ? हेलो एभ्रिवान, फर्स्ट अफ अल जो दोलपा अनि नमस्ते। यो रहेको छ राजधानी स्थित नयाँ बस पार्क। यहाँ विभिन्न बसहरू रहेको छ जुन चाहिँ देशको विभिन्न भागहरूमा जाने गर्दछ राजधानीदेखि। अहिले म आएको छु एउटा गाडीको भिडियो बनाउन। गाडी रहेको छ मिटेरी एयरबस भनेर रहेको छ। सानो 2 सापाटे गाडी, चित्तिको परेको गाडी, नयाँ गाडी रहेको छ। त्यो गाडी चाहिँ काकरभिट्टादेखि काठमाडौँ चल्ने गर्दछ। यस गाडीको बारेमा तपाईँहरूलाई जानकारी दिन गइरहेको छु र फ्रन्ट प्रोफाइलमा पनि यहाँले देखिरहनु भएको छ। मिटेरी एयरबस रहेको छ। सेतो, निलो, पहेँलो आकर्षक पेजमा सजिएको गाडी छ। गाडीको फेसमा आकर्षक दायाँ र बायाँ दुईवटी साइडमा लुकिङ ग्लास रहेको छ। त्यसै गरी प्रदेश नम्बर 1010001644 नम्बरको गाडी रहेको छ गाइज। यस गाडीको बारेमा तपाईँहरूलाई हामी जानकारी दिँदैछौँ, कृपया हामीसँगै रहनु होला। यो चाहिँ ड्राइभर सिटपट्टिको प्रोफाइल रहेको छ। मैले अगाडि नै भने सेतो, निलो र पहेँलो आकर्षक पेजमा सजिएको गाडी रहेको छ। मिटेरी सस्पेन्सन भनेर लेखिएको छ। अब तपाईँहरूलाई म लास्टको प्रोफाइल देखाउँदैछु गाडीको। सो यो चाहिँ गाडीको लास्ट प्रोफाइल रहेको छ। मिटेरी एयरबस गाडीको चाहिँ विभिन्न सेवा र सुविधाहरूको लोगो रहेको छ। इलामको चाहिँ चियाबारीको चाहिँ तस्बिर दिएको छ। काकरभिट्टा काठमाडौँ बुधबार पूर्वाञ्चल स्मार्ट भनेर लेखिएको छ। गाडीको नम्बर मैले तपाईँलाई अगाडि नै बताइसकेँ। र यो रहेको छ दायाँपट्टिको प्रोफाइल। गाडी चाहिँ हल्का चेकजाक सफाइ गरेको मर्मत कार्यक्रम भइरहेको छ। पनि यहाँ हुनुहुन्छ। तपाईँहरूलाई एन्टरियर रिभ्यू गाडीको जाँदैछु। के छ गुरु यहीँ हुनुहुँदो रहेछ। हल्का चेक जाँच हो मिटेरी एयरबसको मर्मत चेक छ। कति बेला आइपुग्नुभयो तपाईँहरू राजधानी? अहिले हामी 7 बजे। कहाँबाट चाहिँ इन्ट्री गर्यो? हेटौडाबाट छुट्टिनुहुन्छ? हेटौडाबाट कडी हुँदै टिका भएर मेले हुँदै आउने। ओके। कति बजे हो हाम्रो काकरभिट्टाबाट? कति बजे हो? 3 बजे। काठमाडौँबाट 1 बजे। त्यो बाटो हिँड्दाखेरि यहाँले पेसेन्जरहरूलाई खाना कहाँ खुवाउनुहुन्छ होला? खाना लालगढ खाएर आउँछ। लालगढै खाएर आउनुहुन्छ। त्यो बाटो भएर तपाईँको आउँदाखेरि डिजल गाडीले कति खान्छ काकरभिट्टादेखि काठमाडौँसम्म? तपाईँको सानो गाडी पनि हो, एसी त छ। हाम्रो डिजल कति खान्छ हाम्रो? ओ सुमन भाइ, डिजल कति खान्छ हाम्रो काँगरभिट्टा काठमाडौँ टु काठमाडौँ डिजल कति खान्छ? पेसेन्जरहरूले सोध्नुहुन्छ, बताइदिनु मिल्छ? डिजल हजुर 255, 56, 60 त्यही एभरेजमा होइन? ओके, धन्यवाद। हस् त, धन्यवाद। ओके, म यहाँलाई जानकारी गर्न गइरहेको छु। मिटेरी एयरबस सानो गाडी 2 सापाटे गाडी रहेको छ जुन चाहिँ काकरभिट्टादेखि काठमाडौँ आउँछ, तर बाटो फरक रहेछ। उहाँहरू हेटौडादेखि छुट्टिएर राजधानी इन्ट्री गर्नुहुन्छ। देखिरहनु भएको छ। निकै नै आकर्षक किसिमको फोल्डिङ सिट भएको सोफा सिट रहेको छ, जसमा चाहिँ यहाँहरू चाहिँ सुतेर बसेर यात्रा गर्न सक्नुहुन्छ। गाडीमा विभिन्न सुविधाहरू रहेको छ। अप्ठ्यारो भएको खण्डमा खुट्टा राख्नको लागि फुट स्ट्यान्ड पनि दिएको छ र पक्रिनुको लागि ह्यान्ड स्ट्यान्ड दिएको छ। पानी खाएर पानीको बोतलको लागि चाहिँ क्याप दिएको छ। त्यसै गरी उल्टी भएको खण्डमा चाहिँ थाप्नको लागि प्लास्टिक पनि दिएको छ। देख्न सक्नुहुन्छ तपाईँको लागि हो यो। सो त्यसै गरी गाडीको लास्ट भागबाट मैले देखाएँ। सानो गाडी रहेको छ। क्याबिन ड्राइभर सट्टै एकचोटि देखिन्छ, क्याबिन छैन। बसेर देखाउन चाहेँ। ग्यासको मानभावहरूको लागि टेलिभिजन सेट हेर्नको लागि 32 इन्चीको एलइडी टेलिभिजन सेट दिएको छ, जसमा गीत सङ्गीत सुनेर फिल्महरू हेरेर यहाँहरू यात्रा गर्न सक्नुहुनेछ। र गाडीको सिलिङको मध्य भागमा चाहिँ एसी रहेको छ, जसमा चाहिँ
पेन्सन महानुभावहरूले शीतलता प्राप्त गर्न सक्नुहुनेछ चाहे जतिको। गाडी कुद्यो, कता लाने हो, सायद यतैतिर होला होइन। ड्राइभरले चाहिँ गाडी कुदाएको छ, म गाडीभित्र भिडियो बनाउँदैछु। अलिकति चेकको लागि उहाँले गाडी कुदाउनु भयो। सो म बताउँदै थिएँ एसीको बारेमा। पेसेन्जर महानुभावहरूको शीतलताको लागि हदैसम्मको कुल चिसोको लागि एसी रहेको छ। एसीको हावा खाँदै तपाईँ यो मितेरी एयरबसमा काकरभित्रदेखि काठमाडौँ आउनु सक्नुहुनेछ। यहाँहरूले फ्यान पनि पाउनुहुनेछ, प्रत्येक सिटमा फ्यान दिएको छ। कता राख्नुभयो गाडी, लानलाई राख्नु भएको कि त्यही आउने हो? हामी यहाँ काम छ अलिकति लिएर पो जानुभयो त, मलाई त ट्याक्कैसँगले त्यहाँदेखि अब ल यस गाडीभित्रबाट मितेरी एयरबसमा बसिरहेको छु। राजधानीको चाहिने बस पार्कको चाहिने भव्य यहाँनिर चाहिँ गाडीहरू रहेछ, पश्चिम जाने गाडी, विभिन्न गाडीहरू रहेको छ। यसको बारेमा पनि यहाँ जानकारी गराउने मौका पाइयो। सो मितेरी एयरबस काकाबिटा टु काठमाडौँको बारेमा यहाँलाई छोटो मोटो मैले जानकारी बस्दिँदैछु। यस गाडीभित्रबाट चाहिने विभिन्न गाडीहरूको नजराना यहाँहरूलाई चाहिँ मैले देखाएँ। यो सबै पश्चिम जाने गाडी हो, राजधानीदेखि बझाङदेखि लिएर तुलसीपुर, दाङ, नेपालगञ्ज सबै जाने गाडीहरू रहेको छ। ओके, बस पार्कभित्रको चाहिँ बाहिर निक्लिने हो। ओके, यहाँबाट फेरि चाहिँ भव्य गाडीहरू दायाँ र बायाँ पार गरिरहेको छ। यो सबै दृश्य कहिले भिडियो बनाउँदै हाम्रो गुरुले चाहिँ गाडी कुदाउनु भएर चाहिने यहाँनिर नजराना यहाँहरूलाई देखाइरहेको छु भ्यू होइन। अब अलिकति राम्रो पनि भयो। काठमाडौँ जनकपुरको गाडी आरती गाडी चाहिँ यहाँनिर रहेको छ। म गाडी चाहिँ महल र बजरङ भन्ने खोज्दैछु, कता छ त्यो गाडी थाहा छैन। राजगिरा जाने गाडीहरू पनि खोजेर भेटिएको छैन यहाँनिर। फाइनली गाडी यहाँ आएर रोकिएको छ होइन गुरु? हजुर। सो यहाँहरूलाई बताइरहँदा मितेरी एयरबसको बारेमा यहाँले बताइरहँदा फ्यान प्रत्येक सिटमा फ्यान पाउनुहुनेछ। गाडीमा मोबाइल चार्ज गर्ने चाहिँ गुरु चार्जर छ कि छैन होला? हजुर अलिकति देखेन, त्यही त तपाईँलाई त्यहाँ सोध्नु पर्यो। मैले कतिदेखि हेर्दै थिएँ चार्जर। ओ माई गड, त्यो एक्स्ट्रा ठाउँमा रहेको छ। यस, सिटको मुनि होइन, डाटा केबलबाट चार्ज गर्ने ठाउँ यहाँले पाउनुहुनेछ। मितेरी एयरबस काकरभिट्टा टु काठमाडौँ गाडीमा। सो सामान राख्नको लागि दायाँ र बायाँ दुईपट्टि साइडमा चाहिँ ऱ्याक पाउनुहुनेछ, जसमा चाहिँ आफ्नो लगेज सामान राखेर भरपर्दो तरिकाले यहाँले चाहिँ यात्रा गर्न सक्नुहुनेछ। सो सानो गाडी, दुई सापटे गाडी, काठमाडौँ काकरभिट्टा चल्ने मितेरी एयरबसको बारेमा यहाँलाई जानकारी दिएँ। आशा छ आजको भिडियो यहाँलाई मन पर्यो होला। यस्तै रमाइलो भिडियोको लागि सधैँभरि हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु होला। हस् त, बाई बाई।